म चाहिँ आज अचार बनाउन गइरहेकी छु। अचारमा चाहिँ मैले फूलकोपी, अदुवा, लसुन अनि खुर्सानी एड गरेकी छु। त्यसपछि मैले स्वादअनुसार नुन अनि स्वादअनुसार मसलाहरू र ठिक्क खुर्सानी राखेको छु। अनि तताएर राखेको तोरीको तेल राखे। अनि मैले मजाले मिक्स गरेर डिब्बामा प्याक गरेँ। अनि मैले सँगसँगै आँपको अचार अनि खोले साग मैले टिपेको थिएँ। खोले सागको अचार पनि